नमस्ते। आज चाहिँ खानामा छ है, सादा छ। यहाँ आलुको चटनी अनि फर्सीको तरकारी अनि हलु छ है। म चाहिँ खाना सुरु गरेँ। हजुरहरूले खानुभयो खानु भएन, नखाएको भए खानु होला। खान्छु ल। पहिला कर्कल खान्छु, कर्कलसँग खान्छु अनि पछि फर्सीसँग खान्छु, फर्सीको तरकारीसँग। यहाँ डल्ले पनि छ है, घरकै है, डल्ले खुर्सानी। सुके खुर्सानी पनि छ। यसमा चाहिँ हान्दाखेरि पुरा थिएँ। खासै छिप्पिएको रहेछ। आलुसँग मात्रै खानु पऱ्यो। आलुको चटनी खुर्सानी पोलेर राखेको थिएँ, पिरो भयो। छिप्पिएको पनि होइन, साँच्चै पिरो रहेछ। सबै हालेको त कस्तो पिरो रहेछ हौ, पिरो भयो। आज चाहिँ भेजै भयो खाना। पिरो भयो बेसरी। यस्तो पिरो हुने त होइन, मैले त 4-5वटा खान सक्ने हो। डल्ले आज है, किन धेरै भयो त्यो डल्ले नखाएको। सिजन छैन नि त अहिले, पुरानो बुट्टा फलेको थियो कि। गर्मी पनि भयो, पङ्खा लगाएन। पङ्खा लगायो भने आवाज नआउँदो रहेछ, राम्रोसँग पङ्खा आवाज धेरै आउँदो रहेछ, त्यही भएर। अनि यो चाहिँ खान सक्दिनँ, यो चाहिँ खान सक्दिनँ, पछि खान्छु। बेसरी पिरो भयो। हजुरहरूलाई कस्तो लाग्छ यो भिडियो? राम्रोसँग पुरा हेरिदिनु होला।